हेलो एभ्रीवान, दिस इज विनुज। मैले रिसेन्टली मनाङ अनि तिलिचो लेक ट्रेक कम्प्लिट गरेँ एन्ड दिस इज डे 1। हाम्रो जर्नी स्टार्ट हुन्छ काठमाडौँबाट। सबैजना जम्मा भइसकेपछि हामी अगाडि बढ्यौँ। यसपालि भने हामी बाइकमा एक्सप्लोर गर्न हिँडेका थियौँ। लगभग 4 घण्टाको राइडपछि हामी मुगलिन पुग्यौँ। त्यहाँ हामीले खाना खायौँ, एकैछिन रेस्ट गरेर फेरि अगाडि बढ्यौँ। हामी डुम्रेबाट राइड लागेर बेस्तरतर्फ लाग्यौँ। बाटो ठिकै थियो, अलिअलि मात्रै बिग्रेको थियो। हामी सबै बाटो छिचोल्दै अगाडि बढ्यौँ। बेसी सहर कटेपछि भने हामीले झन् राम्रो भ्यूहरू देख्न थाल्यौँ। वरपर हरियाली अनि ससाना खोलाहरू। बाटोमै लमजुङमा अवस्थित मोटरेबल सुरुङ पनि पर्ने रहेछ। हामी त्यहाँ पनि छिर्यौँ, एकछिन अवलोकन गर्यौँ अनि फर्कियौँ। त्यसपछि एकैछिनमा हामी पुग्यौँ बुङ झरना। यो बेला पनि पानीको बहाव एकदम ठुलो थियो। हामी यतै बसेर खाजा खायौँ अनि एकैछिन मजाले आराम गर्यौँ। लगभग 4-5 किलोमिटर पछि हामी अक्टोपस झरना पुग्यौँ। यता भने पानीको बहाव कम थियो, त्यही पनि हामी फोटो भिडियो खिच्यौँ अनि अगाडि बढ्यौँ। त्यसपछि हामी बल्ल मनाङ जिल्ला पुग्यौँ। यताको बाटो एकदम अचम्म लाग्दो थियो। ठुला ठुला चट्टानको बिचमा बाटो बनाएको थियो। ठाउँ एकदमै विकट भए तापनि बाटो भने राम्रो थियो। वरपरको नजारा झन् राम्रो थियो। हामी पहाडको बाटो छिचल्दै अगाडि बढ्यौँ। खोलाको किनारै किनार यस्तै बाटोमा लगभग 3 घण्टा जति राइड गरिसकेपछि हामी भ्राका पुग्यौँ। आज हामी यतै बस्ने प्लान थियो। बाइक पार्किङ गरेर खाना खायौँ अनि चाँडै नै सुत्यौँ। दिस इज हाउ वी स्पेन्ड आवर फर्स्ट डे। फलो अलङ फर मोर जर्नी।